यतिखेर हामी सबैजनाको राष्ट्रिय एकताको खाँचो छ। यतिखेर सत्ता पक्ष र प्रतिपक्ष भन्ने कुरा आउँदैन। हामी एउटै टिम हो, वी आर वान टिम वान नेसन है। हाम्रो गोल पनि एउटै छ। हामी कसैले नसोचेको घटना घट्यो, यसले हामीलाई दह्रो र गहिरो पाठ सिकाएको छ। विपदमा परेर यतिखेर हामीले क्षति बिहोर्नु परिरहेको छ। यो अवस्थामा हामीलाई यो विपदसँग लड्नका लागि, यस्तो विपदबाट चाहिँ जोगिनका लागि हामीले प्रोएक्टिभ योजनाहरू बनाउनु पर्दछ भन्ने सुझाव पनि म दिन चाहन्छु। बरु बाटोहरू नबनाऊ, पुलहरू पनि नबनाऊ, तर विपदका बेलामा चाहिने उद्धारका उपकरणहरू, सामग्रीहरू, हेलिकप्टरहरू होइन, एम्बुलेन्सहरू, अब के हुन्छ अत्याधुनिक तपाईँको चाहिँ प्रविधियुक्त हाम्रो विपदसँग जुझ्ने, विपदको बेलामा त्यो विपद व्यवस्थापनका लागि भूमिका खेल्ने जनशक्ति र त्यो खालको उपकरणहरू हामीले जोड्नुपर्छ भन्ने चाहिँ सुझाव दिन चाहन्छु। घटनाले हामीले सिकाउँछ